आज हम शिक्षक सेवा आयोग एंड लोक सेवा आयोग को बारे में कहीं कुछ लिएर आएको छु जुन जुज शमशेरको बारेमा बोल्न गइरहेको छु। जुज शमशेरलाई उद्योगका पिता भनिन्छ अनि विकास प्रेमी प्रधानमन्त्री पनि भनिन्छ। कर्मचारीलाई पेन्सनको व्यवस्था गरेको छ, जुन सरकारी कर्मचारीहरू हुन्छन् त्यसको पेन्सनको व्यवस्था गरेको छ। अनि जुज शमशेरलाई राजर्षि महाराज पनि भनिन्छ अनि यसले एसएलसी को सुरुवात गरेको छन् जुज शमशेरले। अनि कागती नोट प्रचलनमा ल्याएका छन्, यसैले जुज शमशेरले कागती नोटको प्रचलनमा ल्याएका छन्। म्युजियम एन्ड र चिडियाखानाको व्यवस्था गरेको, नेपालमा बैंक सेवाको सुरुवात गरेको, रेल सेवाको सुरुवात गरेको, दोस्रो विश्वयुद्ध भएको प्रधानमन्त्री नै हो। उद्योग परिषदको व्यवस्था गरेको, नेपाल बैंक, जनकपुर रोड कारखाना के गरेको स्थापना गरेको, अनि विराटनगर जुट मिलको पनि स्थापना गरेको। अदालतमा कोर्ट फी लिने चलन यसले चलाएको हो अनि चिठीमा टिकट टाँस्ने चलन पनि यसले चलाएको हो। 1990 को महाभूकम्प यिनीको पालामा भएको हो।